सो फाइनली साथीहरू, नेपाल बैंकको विज्ञापन खुलिसकेको छ। यदि हजुरहरू प्री टेस्ट पास हुनुहुन्छ, ब्याचलर पास हुनुहुन्छ भने यहाँ नेपाल बैंकको सहायक चौथोमा मजाले एप्लाई गर्न सक्नुहुनेछ। र यहाँ सहायक चौथो, लेभल 6 र लेभल 9 सबैको लागि विज्ञापन खुलिसकेको छ। र यहाँ सहायक चौथोमा आईटी को लागि र प्रशासन दुवैको लागि विज्ञापन खुलेको छ। र यहाँ आईटीमा फर्म भर्नको लागि पनि हजुरहरूले ब्याचलर पास ब्याचलर आईटीमा गरेको हुनु पर्दछ भने यहाँ ब्याचलर जुनसुकै फ्याकल्टीबाट गरे पनि यहाँ मजाले एप्लाई गर्न सक्नुहुन्छ सहायकको प्रशासनमा। र यहाँ आईटी को लागि हेर्ने हो भने मधेसमा खुल्लामा एउटा खुलेको छ र बागमतीमा खुल्लामा 2वटा, आदिवासी जनजातिमा एउटा र मधेसमा एउटा गरेर बागमतीमा 4वटा रहेको छ, मधेसमा एउटा रहेको छ र लुम्बिनीमा 1वटा रहेको छ। भने जम्मा 4, 2, 6, 7, 8, 9वटा भनेको आईटीमा जम्मा 9वटा खुलेको छ। र अब यहाँ सहायक पदको लागि कुरा गर्ने हो भने सहायक यानी प्रशासनमा भने यसमा कोशीमा खुल्लामा 5 जना, महिलामा 1 जना, आदिवासी जनजातिमा 1 जना, दलितमा 1 जना गरी जम्मा 5, 6, 7, 8 जम्मा 8वटा रहेको छ। कोशी प्रदेशमा जम्मा 8वटा रहेको छ भने मध्य प्रदेशमा खुल्लामा 3वटा, महिलामा एउटा, आदिवासी जनजाति एउटा र मधेसी एउटा गरी 3, 4, 5, 6वटा भनेको कोशीमा 8वटा, मधेसमा 6वटा र बागमतीमा हेर्ने हो भने बागमतीको खुल्लामा 5वटा, महिलामा एउटा, आदिवासी जनजाति एउटा र मधेसी गरी 2वटा गरी जम्मा 9वटा रहेको छ भने बागमतीमा जम्मा 9वटा कोटा रहेको छ। र गण्डकीमा हेर्ने हो भने गण्डकीको महिलामा खुल्लामा 7वटा, महिलामा एउटा, आदिवासी जनजाति एउटा र मधेसी एउटा गरी जम्मा मधेसी एउटा, दलित एउटा र अपाङ्ग एउटा भने 7, 8, 9, 10, 11, 12 भनेको सबभन्दा बढी गण्डकी प्रदेशमा रहेको छ। गण्डकी प्रदेशमा 12वटा, बागमतीमा 9वटा, कोशीमा 8वटा, मधेसमा 6वटा र लुम्बिनीमा 4वटा भनेको सबभन्दा 5वटा, सबभन्दा कम लुम्बिनीमा रहेको छ, सबभन्दा बढी यहाँ गण्डकी प्रदेशमा रहेको छ। र लुम्बिनीमा सहायकमा 3वटा, सहायकको त्यही सहायक पदमा लुम्बिनीमा खुल्लामा 3वटा, महिलामा एउटा, दलितमा एउटा गरी लुम्बिनीमा 5वटा मात्र खुलेको छ। सो यदि हजुरहरू प्री टेस्ट पास हुनुहुन्छ, ब्याचलर पास हुनुहुन्छ भने यहाँ मजाले एप्लाई गर्न सक्नुहुनेछ। र यहाँ के भनिएको छ भने सहायक पदका हकमा नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडको अप्राविधिक तर्फका प्रशासन सेवा, नगद सेवा समूह, उप चौथो, सहायक चौथो नगद लेखापाल वा सो सरहको प्रतियोगितात्मक परीक्षाको लागि प्रथम पत्रको विषय एउटै र अनिवार्य हुनेछ, तर द्वितीय पत्रको सेवा समूह र संस्थापछि फरक हुनेछ। भन्नुको मतलब नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेड भनेको एडीबीएल, आरबीबी र एनबीएल तीनटै बैंकको फर्स्ट पेपर एउटै हुनेछ। प्री टेस्ट त भइ नै हाल्यो सेम, त्यसपछि फर्स्ट पेपर एउटै हुनेछ र एकै दिन हुनेछ। एउटै भवनमा पनि हुनेछ भने सेकेन्ड पेपर छुट्टै हुनेछ। त्यो सेकेन्ड पेपरको सिलेबस पनि छुट्टै हुनेछ। त्यसै कारणले एउटै दिन हुने भएका त्यसै कारणले तीनटै बैंकको विज्ञापन सेम डेमा खुलेको छ र हजुरहरू तीनटै बैंकमा मजाले एप्लाई गर्न सक्नुहुनेछ। यदि ब्याचलर पास हुनुहुन्छ भने तीनटै बैंकमा एप्लाई गर्न मिल्यो र +2 पास हुनुहुन्छ भने एडीबीएल र राष्ट्रिय वाणिज्य बैंक भने दुईटामा मात्र एप्लाई गर्न मिल्यो। र यहाँ उमेरहदको कुरा गर्दा त्यही सहायक प्रबन्धकको केसमा 21 वर्ष पुगी 35 वर्ष ननाघेको र महिला तथा पुरुषको हकमा 40 वर्ष ननाघेको र परीक्षाको दस्तुर भनेको 1000 न्यूनतम भइसक्यो र प्रत्येक समावेशीकरण समूहमा भर्दा 400 थप एक्स्ट्रा लागिनेछ। र अनलाइन मार्फतबाट हजुरहरूले आवेदन दिनुपर्ने हुन्छ। र आवेदन दिने अन्तिम मिति भनेको फागुनको 21 गतेसम्म। फागुनको आवेदन दिने अन्तिम मिति भनेको फागुनको 21 गतेसम्म हजुरहरूले एप्लाई गर्नु भएन भने डेट सकिन्छ। सो फागुनको 21 गते भित्र मात्र फागुनको 21 गते भित्र एप्लाई सो फागुनको 21 गतेसम्म मात्र फागुनको 21 गतेसम्म यसमा मात्र एप्लाई गर्न मिल्छ। सो हस्त केही कन्फ्युजन भएमा हामीलाई कमेन्ट मार्फत सोध्नु होला। हस्त धन्यवाद।